नमस्ते, मेरो नाम सबिना हो। म कक्षा 6 मा पढ्छु र म बिहान 6 बजे उठेर विद्यालय जान्छु र 6 बजे विद्यालय र 6 देखि कति 9 बजे घरमा पढ्छु र 9 बजे टिफिन हुन्छ र 11 बजे बिदा हुन्छ म अनि 11 बजे घर आउँछु। त्यस्तै गरेर म भविष्यमा नर्स बन्न चाहन्छु र र म यस्तै गरेर आफ्नो भविष्य बनाउन चाहन्छु र भविष्यमा ठुलो मान्छे बन्न चाहन्छु। त्यसरी नै म आफ्नो कुरा यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। नमस्ते।